सो गाइज म चाहिँ आज यहाँ रामघाट खोला आएको। रामघाट खोलामा अब यहाँ कर्णालीतिर चाहिँ म जाँदैछु। त्यहाँदेखि त्यो चाहिँ रामघाट बजार हो माथिको। त्यहाँ पुल छ। म चाहिँ उता कर्णालीमा चाहिँ जाँदैछु है। सो हेर्न चाहिँ नभुल्नु होइन। कर्णालीमा चाहिँ अब त्यहाँ अब कत्रो छ है कर्णाली चाहिँ हेरौँ है। गाई चाहिँ अहिले बर्खा भर्खर भर्खर कर्णाली सुरु बढ्दैछ। यहाँ यता यस्तो बारी छ होइन, यस्तो छ होइन। म चाहिँ यहाँ यस्तो ट्याक्क आज यहाँ रामघाटमा चाहिँ कर्णाली हेर्नलाई आएको। यहाँ कस्तो छ है ल गाइस हेरौँ है गाइस। केटा हो ड्याक ड्याक, केटा हो ड्याक ड्याक, बाघ बाघ, बोङ बोङ होइन। एउटा मुला चाहिँ बगाएर ल्यायो है केटा हो। नाउ चाहिँ त्यहाँ माथि रहेछ। त्यहाँ नाउमा चाहिँ जाने हो, नाउमा चाहिँ जाने हो। यहाँ चाहिँ बालु खनेर वाइल बालु खनेर यहाँ यस्तो बवाल बनाइदिएको छ होइन। केटाले यो बालु सालु सब लगेर माथि स्टक राखिरहेको छ अहिले बर्खाको सिजनमा। यहाँ बालु तल खोला आउन गाडीहरू पाउँदैन नि त, त्यही भएर बालुहरू अगाडि नै अस्ति नै माथि स्टक राखिरहेको छ ठेकेदारहरूले। त्यही यसो म चाहिँ यहाँ कर्णाली यहाँ यस्तो आइरहेको छ है केटा हो। अहिले त सेलाएर यति सानो छ कर्णाली चाहिँ यही हो ल। कर्णाली पारी छैन खेतबारी, धोको छ माया फुल बारी फुल फुल। यस्तो छ क्या नजारा चाहिँ। कर्णाली पारी भन्ने गीतमा चाहिँ यस्तो बवाल मजा आउने रहेछ होइन। त्यही हो। सो म चाहिँ माथि नाउ जाने हो। नाउ गइदिउँ यहाँदेखि त म तर्न सक्दिनँ होइन। केटा यहाँ फेरि वाइल्ड यस्तो छ गाडी छ खुट्टै। ओइ महाकसम पुरै गाडी हो यार। म अब कहाँदेखि जानु यार। त्यहाँ नाउ भएको ठाउँमा चाहिँ जान्छु म। तर म नाउ चाहिँ खेल्दिनँ होइन। डर लाग्छ अहिले बर्खाको टाइममा म खेल्न सक्दिनँ नाउ। त्यही हो। सो म चाहिँ जान्छु होइन। ठ्याक्क लाग्यो अनि नाउमा चाहिँ बवाल। हाम्रो डुङ्गा क्या डुङ्गा भन्छ नि त, हाम्रोतिर चाहिँ नाउ भन्छ क्या। त्यो काठको बनाएको नाउ चाहिँ बवाल छ। त्यही हो। अब यहाँ त यस्तो खोला छ। खोलामा चाहिँ म तरेँ यहाँ। यतै तर्न त्यस्तो सक्छ मैले। खेल्न नि सक्छ तर खेल्न नि सक्छु म यो कर्णाली त होइन। तर अहिले चाहिँ म खेल्दिनँ एक्लै छु नि त। हल्का अम्लो पनि छ भर्खर हिजो बेलुका आएर पुरा यताउता यो सब यता यस्तो बनाइदिरहेको छ यहाँ चिरेर सबैतिर चारैतिर होइन। तर साथी भएको भए म खेलिदिन्थेँ एउटा होइन। साथी चाहिँ छैन नि त मसँग। तर मायाको यहाँ केटाहरूले त यो बियर सियर खाएर यहाँ चाहिँ फुटालेर यहीँ ल्याएर राखिदिरहेको छ यार। यस्तो चाहिँ नगर्नु पर्ने हो है। यो रामघाटवासीहरूलाई चेतावनी छ। के बगाएर ल्याउँदैछ यार महाकसम। फेरि आउन त आँटेको छैन नि यो माथि। के बगाएर ल्याउँदैछ त्यहाँदेखि है केटा हो। यहाँ माथि चाहिँ यस्तो बवाल यो चाहिँ जग्गा हिजो राति खनेर यो चाहिँ नाउ बान्ने चाहिँ डोरी हो यो नाउ भन्छ हाम्रोतिर त डुङ्गा है। सक्छ त ओ माथि हो ल। नाउ भएको ठाउँमा चाहिँ आइसक्यो हामी। नाउ यहाँदेखि बग्छ पारी चाहिँ। नाउ चाहिँ यहाँदेखि यही हो ल नाउ। त्यही हो नाउ चाहिँ यही हो होइन। यो चाहिँ हामीले यहाँ बस्ने एउटा यता छेउमा बसेर एउटा दाबु हुन्छ हान्ने दाबु, काठको दाबु हुन्छ। त्यसले यसरी खेलाउँदै पारी लाने हो। लाने कुरामा चाहिँ होइन। तर अहिले घाट चाहिँ बढेको छ हल्का। घाट चाहिँ बानेको छ केटाहरूले। यसलाई चाहिँ म अहिले पारी जान सक्दैन होला यिनीहरू यार। आम्मामामा यस्तो चिसो छ यार केटा हो। यहाँ खुट्टा हाल्नै
गाह्रो छ यार मार्गसम्म। फेरि यो हिँड्दैछ यही हो नाउ। नाउ चाहिँ यही हो है। म गएर चाहिँ त्यहाँ बसौँ। मोबाइल चाहिँ यहाँ राख्छु म होइन। एउटा ढुङ्गो चाहिँ यत्तिकै राख्छु। तर यत्तिकै राख्नु क्या हो। यत्तिकै राख्नु देखिएन यार। यस्तो गर्दा नाउको टुप्पो पनि देखिँदैन होइन। मोबाइल फेरि खस्ने जस्तो छ क्या यार। सोकडा हो यार अलिकति गाह्रै छ। त्यहाँ नाउमा गएर यसो एकछिन भिडियो बनाइदिउँ भनेको त्यहाँ होइन। अब चाहिँ बन्छ होला होइन। सो म जाँदैछु है कडा हो। माछा चाहिँ एउटा मर्या रहेछ यहाँ। माछा चाहिँ यस्तो मर्या रहेछ है कडा हो। माछा हुन्छ नाउमा त यार कडा हो। यस्तो भाँडाले चाहिँ हान्ने हो यार। जा जा अब यस्तो लाने हो कडा हो। यहाँ त मिली हुन्छ। ओ कडा हो कस्तो मजा। ओए नाउ ढल्क्यो कडा हो। नाउ ढल्क्यो। नाउ ढल्क्यो। तर मलाई ठिकै छ एकदम रमाइलो पनि ल भइसक्यो। म चाहिँ अब जान्छु। त्यही हो गाइस होइन। यहाँभन्दा माथितिर पनि फेरि यस्तो छ। यहाँभन्दा माथि त म जाँदिनँ अहिले होइन। तर मलाई चाहिँ म त अब जान्छु निस्केको अब यहाँदेखि होइन। निस्केको तर नाउमा चाहिँ हल्का मजा आयो। तर दाबु चाहिँ रहेनछ नाउमा हान्ने। दाबु चाहिँ केटाहरूले कहाँ लुगाइदियो होला। अहिले बर्खामा यस्तोमा तराउनु गाह्रै हुन्छ अलि योमा। रामघाट बजार दैलेखमा त्यही एउटा हो। रामघाट बजार दैलेख यस्तो दामी छ डाँडा यहाँको। यताको पनि यस्तो बवाल छ। डाँडाहरूले भरेको छ बिचमा कर्णाली होइन। म चाहिँ यहाँदेखि फटाक हालौँ।